रिपोर्टमा टीएसएच बढेको छ तर डाक्टरले भन्नुभयो थाइरोइड कम छ। कस्तो अजीब, बढेको भनेको त धेरै भयो नि, तर कमी कसरी? हो, यो कन्फ्युजन लगभग हरेक बिरामीलाई हुन्छ। आज हामी यही कुरा एकदम सरल भाषामा बुझ्छौं। सोच्नुस्, टीएसएच एक दूत हो। ब्रेनले थाइरोइड ग्ल्यान्डलाई भन्छ हर्मोन बनाऊ। जब थाइरोइडले काम गर्दैन, कम हर्मोन बनाउँछ, ब्रेन डराउँछ र झन् जोडले चिच्याउँछ, टीएसएच बढाउँछ। त्यसैले टीएसएच बढ्यो भन्नु थाइरोइडले काम गरिरहेको छैन, हाइपोथाइरोइडिजम। टीएसएच घट्यो भन्नु थाइरोइड अति सक्रिय छ, हाइपरथाइरोइडिजम। सजिलो ट्रिक, टीएसएच र थाइरोइड हर्मोन उल्टो चल्छन्। सामान्य टीएसएच 0.4 टु 4.0, ल्याब अनुसार थोरै फरक हुन सक्छ। टीएसएच ग्रेटर देन 4 हाइपोथाइरोइड हुन सक्छ, थकाइ, चिसो लाग्नु, तौल बढ्नु, कब्जियत। टीएसएच लेस देन 0.4 हाइपरथाइरोइड हुन सक्छ, मुटु ढड्किनु, पसिना, तौल घट्नु, एङ्जाइटी। फ्री T4 र फ्री T3 पनि सँगै हेर्नुपर्छ, टीएसएच मात्रै पुग्दैन। एउटा रिपोर्टले डायग्नोसिस गर्दैन, ट्रेन्ड हेर्नुपर्छ। रिपोर्ट अल्टर्ड छ भनेर मात्रै उपचार गरिन्न, लक्षण पनि हेरिन्छ। टीएसएच थोरै बढेको सब क्लिनिकल हाइपोथाइरोइड छ तर लक्षण छैन, डाक्टरले अब्जर्भ गर्न सक्नुहुन्छ। टीएसएच धेरै बढेको प्लस लक्षण छ, उपचार आवश्यक। प्रेग्नेन्सीमा थाइरोइड धेरै संवेदनशील हुन्छ, सामान्य रेन्ज नै फरक हुन्छ। याद गर्नुस्, रिपोर्ट एउटा सुराग हो, निदान डाक्टरले गर्नुहुन्छ। रिपोर्ट आएपछि आफै प्यानिक नगर्नुस्, डाक्टरलाई देखाउनुस्। रिपिट टेस्ट गर्न सकिन्छ, एक पटकको रिजल्ट कन्क्लुसिभ नहुन सक्छ। इन्टर्नल मेडिसिन, एन्डोक्रिनोलोजिस्ट वा जेनरल फिजिसियन कुनै पनि हुन सक्छ पहिलो स्टप। आयोडिन युक्त नुन खानुस्, थाइरोइडको लागि आवश्यक। आफ्नो लक्षणको रेकर्ड राख्नुस्, थकाइ, तौल, साइकल्स डाक्टरलाई बताउनुस्। तर रुक्नुस्, टीएसएच, T3, T4 हेरेर मात्रै पुग्दैन कहिलेकाहीँ। यदि थाइरोइड बारम्बार प्रब्लम गरिरहेको छ वा ट्रिटमेन्टले काम गरिरहेको छैन भने तपाईको शरीरले आफ्नै थाइरोइडमाथि आक्रमण गरिरहेको हुन सक्छ। यसलाई भनिन्छ अटो इम्युन थाइरोइड डिजिज। यसको लागि चाहिन्छ TPO एन्टिबडी, एन्टी थाइरोग्लोबुलिन एन्टिबडी। अर्को भिडियोमा हामी यही कुरा खोल्छौँ। सब्स्क्राइब गर्नुस्, मिस नगर्नुस्।